हेलो साथीहरु, स्वागत छ फेरि पनि मेरो एउटा नयाँ भिडियोमा। आई होप कि सबैजना सन्चै हुनुहुन्छ होला। आज चाहिँ म जाँदैछु मेरो फ्यामिलीसँग ग्रीन पार्कमा, जुन चाहिँ घोराइमा रहेको छ। यो पार्कमा चाहिँ म र मेरो फ्यामिलीहरु आएका छौं, जसमा चाहिँ दाइ भाउजू म र मेरो बुढी हुन्छौं। यो पार्कमा जानलाई 100 रुपैयाँ टिकट लाग्ने रहेछ। अनि यहाँ हेर्न सक्छौं हामी एउटा डाइनोसरको जिब्रो यानी कि मुखभित्रबाट जानुपर्ने हुन्छ पार्कलाई हेर्नको लागि, र हामी सबैजना भित्र पस्छौं। हेर्न सक्नुहुन्छ बाहिरबाट जस्तो देखेको थियो भित्र त्यस्तो खासै राम्रो छैन, किनभने भर्खरै चाहिँ यो बन्दै छ, अझै पनि पुरा फिनिसिङ यसको चाहिँ भएको छैन, त्यसकारणले चाहिँ यस्तो देखिएको छ। नटाटी भन्नुपर्दा यो पार्कमा आउँदाखेरि एकदमै राम्रो र रमाइलो लागेको थियो। तपाईहरुलाई पनि पार्कमा जाँदा कस्तो लाग्छ, कस्तो फिल हुन्छ, पक्कै पनि कमेन्टमा भन्नु होला। मलाई जहाँसम्म लाग्छ लाइफमा जति टेन्सन भए पनि नेचरसँग अलि टाइम बित्यो भने सबै कुरा चाहिँ हल्का हुन्छ। हेर्न सक्नुहुन्छ भित्र गइसकेपछि यो ठाउँमा चाहिँ एउटा पानी जम्मा भएको हुन्छ, र यो एकदमै यो पार्कमा भन्नुपर्दा एकदमै भर्खर लप परेको डिटिङ बस्नको लागि चाहिँ एकदमै दामी ठाउँ छ। तपाईहरु पनि यदि लप परेको छ भने को जिएफपिएफलाई लिएर यो ठाउँमा चाहिँ आउनुभयो भने एकदमै तपाईहरुलाई राम्रो लाग्नेछ। यो ठाउँ हेर्नको लागि चाहिँ हामी तुलसीपुरबाट घोराइ आएका हुन्छौं, जसमा चाहिँ हामीलाई करिब 40-45 यस्तै टाइम लागेको थियो मिनेट। र साँच्चै नै भन्नुपर्दा यो ठाउँ चाहिँ एकदमै राम्रो छ। अझै पनि यसको फिनिसिङ भएको छैन, तर पनि एकदमै राम्रो छ, जसमा चाहिँ सिमेन्टले ढुङ्गाहरूको आकारहरू बनाएको छ र एकदमै रियल जस्तो पनि लागेको छ। र तपाईहरुलाई कतै पार्कमा जाँदा कतै घुम्न जाँदा कस्तो फिल हुन्छ अनि त्यो चाहिँ कमेन्टमा भन्न नभुल्नु होला। आजको भ्लग यति नै। सबैजनालाई मिठो माया देखाइदिनु होला। लाइक, सब्स्क्राइब, शेयर गर्न नभुल्नु होला, र साथै यो भिडियो कस्तो छ भनेर चाहिँ कमेन्ट गर्न नभुल्नु होला। अर्को भिडियो आउने छ, तबसम्मको लागि बाइ बाइ।